ल हेर्नु है, अब चाहिँ हामी कार्डियोभास्कुलर पढ्छौँ है। यो चाहिँ सीमा एकदम सोध्छ क्या, यहाँबाट क्वेसन धेरै फस्छ है। अब के हो त कार्डियोभास्कुलर है। कार्डियो भनेको के हो, हर्ट। हर्ट होइन, हर्ट भनेको भास्कुलर, हर्टमा हुने एक्सन। हाम्रो हर्टको बारेमा पढ्यौँ भने यसलाई भन्छ कार्डियोभास्कुलर। अब हेर्नु कार्डियोभास्कुलर, अब यहाँ हेर्नु कार्डियोभास्कुलर भनेको पनि दुईवटा हुन्छ क्या। अब यहाँ जस्तै मैले कार्डियो लेखेँ, हेर्नु है, कार्डियो लेखेँ, कार्डियोभास्कुलर। अब कार्डियोभास्कुलर हामीले यतापट्टि यहाँ हेर्नु, कार्डियोभास्कुलर हामीले एउटा कार्डियोलोजी भन्छौँ। अब कार्डियोलोजी भनेको के हो भन्नुहुन्छ भने हर्ट हो। भास्कुलर भन्यो भने के हो भने ब्लड भेसल, जहाँ चाहिँ आर्टरी, भेन, क्यापिलरी, बुझ्नुभयो। अब हेर्नु कार्डियोभास्कुलर भन्यो भने यता के छ, कार्डियोलोजी। कार्डियोलोजी भनेको हर्ट। अब भास्कुलर, भास्कुलर भन्यो भने ब्लड भेसल, बुझ्नुभयो नि, ब्लड भेसल। अब ब्लड भेसलमा पनि के भयो त, यहाँ आर्टरी, यहाँ भेन, आर्टरी, भेन, अर्को के भयो क्यापिलरिज। अब हेर्नु क्यापिलरिज भनेको चाहिँ के हो भन्यो भने, क्यापिलरिज भनेको यो पनि यसको, क्यापिलरिज भनेको चाहिँ स्मलेस, सबैभन्दा सोध्छ है। स्मलेस भन्यो भने स्मल ब्लड भेसल भन्यो भने सोध्छ। तपाईँहरू हेर्नु न, क्यापिलरिज भनिदिनु ल, यो चाहिँ एकदम सोध्छ है, यो भिभिआई भयो। अब हेर्नु एउटा हामीलाई क्वेसन सोध्छ, हामीलाई क्वेसन के सोध्छ भने ब्लड भेसल डिराइभ फ्रम भन्छ। हेर्नु ल, ब्लड, म क्वेसन दिएँ है, लेख्नु है, ब्लड भेसल आर डिराइभ फ्रम, ब्लड भेसल आर डिराइभ फ्रम, म सुरुमा लेख्छु इक्टोडर्म, इक्टोडर्म, अर्कोमा लेख्छु मेसोडर्म, अर्कोमा लेख्छु मेसोडर्म, म सीमा लेख्छु इन्डोडर्म, म सीमा लेख्छु इन्डोडर्म, डी अल। अब लु भन्नु त के होला, ब्लड भेसल आर डिराइभ फ्रम भन्यो भने लु भन्नु त के होला, ब्लड भेसल आर डिराइभ फ्रम इक्टोडर्म, मेसोडर्म, इन्डोडर्म। अब यसको एन्सर भयो, अब यसको एन्सर भन्नुहुन्छ भने यसको एन्सर के भयो त, मेसोडर्म। हेर्नु ल, मे फर मेसो होइन, मे फर मेसो, मेसोडर्म। अब मेसोडर्मबाट के डिराइभ हुन्छ भन्यो भने, मेसोडर्मबाट के डिराइभ हुन्छ भन्यो भने लेख्नु एम फर मस्कुलर, एम फर मस्कुलर सिस्टम है, मस्कुलर सिस्टम। अनि ई फर एक्सक्रेटरी सिस्टम, कुनै पनि यहाँ यो भित्र मध्येमा डिराइभ फर्म भन्यो भने, अब मस्कुलर सिस्टम डिराइभ फर्म भन्यो भने, एक्सक्रेटरी सिस्टम डिराइभ फर्म भन्यो भने हामीले लेख्ने भनेको मेसोडर्म हो। हेर्नु एक्सक्रेटरी सिस्टम। अर्को एस फर स्केलेटल, स्केलेटल सिस्टम होइन, स्केलेटल सिस्टम। अनि एस फर स्क्लेरा है, स्क्लेरा। अनि अर्को चाहिँ स्प्लिन होइन। अब ग्रेभियर अब आरएफसी भन्यो भने के हुन्छ भन्यो भने स्प्लिन हुन्छ, यो त होइन, तपाईँलाई थाहा छ। अब सी फर कनेक्टिभ टिस्यु, कनेक्टिभ टिस्यु, सी फर कनेक्टिभ टिस्यु होइन, कनेक्टिभ टिस्युमा भित्र पर्नेहरू मेसोडर्म हो होइन। कनेक्टिभ टिस्युमा के पर्छ तपाईँलाई थाहा छँदैछ होइन, यो त मैले भन्नु परेन। अर्को हुन्छ कोलोन, कोलोन। अर्को भयो डी फर डर्मिस, हेर्नु न, डी फर डर्मिस, डी फर डर्मिस। डर्मिस सोध्यो भने पनि तपाईँहरू के भन्नुहुन्छ भने ब्लड भेसल, जसरी नि डर्मिस आर डिराइभ फ्रम भन्यो भने मेसोडर्म। डेन्टाइन भन्नु है, डेन्टाइन, यो सबै लेख्नु है। अब आर फर भन्यो भने रिप्रोडक्टिभ सिस्टम, आर फर रिप्रोडक्टिभ सिस्टम। अब के रह्यो एम, एम भन्यो भने मायोकार्डियम अफ हार्ट, के अरे मायोकार्डियम अफ हार्ट, मायोकार्डियम अफ हार्ट। हेर्नु ल, अब हार्ट भन्यो भने कहाँ पाइन्छ भन्यो भने भेन्ट्रल इन थोरासिक हुन्छ, T5 देखि T8 सम्म। अब हेर्नु है, अब यहाँ हार्ट लेख्छु म, अब हार्ट भयो। अब हार्टमा पनि के हुन्छ भन्दा यहाँ हार्ट लेखेँ मैले, हार्ट इज इक्वल टु भेन्ट्रल, कहाँ पाइन्छ भन्यो भने भेन्ट्रल इन थोरासिक भन्नु है। सोध्छ कहाँदेखि भन्यो भने T5 देखि T8। अब हेर्नु ल, म एउटा हार्ट बनाउँछु यहाँ, यो लङ्स है, यो म लङ्स बनाएँ यहाँ होइन। अब यहाँ लङ्स बनाएँ, हेर्नु है, म लङ्स बनाउँछु, लङ्स भनेर बुझ्नु, यहाँ लङ्स बनाएँ मैले। अब लङ्सभित्रको यो ग्याप छ नि, यो ग्यापलाई हामी भन्छौँ मिडिया स्टिनम, मिडिया स्टिनम
in between the lungs. यहाँसम्म बुझ्नुभयो होइन? यहाँसम्म बुझ्नुभयो? अब हेर्नु, एयर ओभरलेइङ द हार्टको वरिपरिको जुन लेयर हुन्छ त्यसलाई भन्छ प्रिकार्डियम। हेर्नु न, त्यसलाई भन्छ प्रिकार्डियम। के भन्छ? एरिया ओभरलेइङ द हार्ट भन्यो भने आफ्नो लेख्छन्। हार्ट भन्यो भने यसलाई के भन्ने भन्यो भने प्रिकार्डियम। हेर्नु है, फेरि वान साइडलाई माथिबाट हेर्नु है, माथिबाट हेर्नु। कार्डियोभास्कुलर भन्यो भने कार्डियोलोजी भन्यो हार्ट, भास्कुलर भन्यो भने ब्लड भेसल, भेन, आर्टरी, क्यापिलरी। सबैभन्दा स्मलेस्ट भेन भन्यो भने स्मलेस्ट ब्लड भेन भन्यो भने क्यापिलरिज। अनि अर्को सोध्छ ब्लड भेसललाई डिराइभ फर्म भन्यो भने मेसोडम। मेसोडम भन्यो भने मस्कुलर सिस्टम, एक्सक्रिटरी सिस्टम, स्केलेटल सिस्टम, स्केलेरा, स्प्लिन, कनेक्टिभ टिस्यु, क्लोरन, होइन। अनि डर्मिस, डेन्टाइन, रिप्रोडक्टिभ सिस्टम, मायोकार्डियम अफ हार्ट भन्यो भने भेन्ट्रल थोरासिस, दुईवटा लङ्सको बिचमा जुन स्पेस छ त्यसलाई भन्छ मिडियास्टेडियम इन बिट्विन द लङ्स। अनि एरिया ओभरलेइङ द हार्ट भन्यो भने त्यसलाई भन्यो भने प्रिकार्डियम। यहाँसम्म भयो है? यहाँसम्म बुझ्नुभयो सबैले? अब हेर्नु है, म एकचोटि फेरि यहाँ लेख्छु। एउटा क्वेसन लेखेँ मैले यहाँ के लेखेँ भन्दाखेरि कभरिङ अफ हार्ट। कभरिङ अफ हार्ट हेर्नु है। अब यहाँ म एउटा क्वेसन लेखेँ यहाँबाट, कभरिङ अफ हार्ट। क्वेसन लेख्नुहोस्। के लेख्नु भन्दा आउटमस कभरिङ अफ हार्ट। यसको आन्सर के होला? सुरुमा मैले लेखेँ फाइब्रस पेरिकार्डियम। सेकेन्डमा लेखेँ सेरस पेरिकार्डियम। थर्डमा लेखेँ के हुन्छ? मायोकार्डियम। फोर्थ नम्बरमा लेखेँ इन्डोकार्डियम। हेर्नु है, अब यसको एन्सर गर्नुभन्दा अगाडि हेर्नु, आउटमस कभरिङ अफ हार्ट भन्यो होइन। आउटमस कभरिङ हार्ट भन्यो भने आउटमस भन्यो भने सुरुमा एउटा लेयर हुन्छ क्या। सुरुमा कुन लेयर हुन्छ भन्दाखेरि यहाँ फाइबरस हुन्छ, फाइबरस पेरिकार्डियम हुन्छ होइन। यो भनेको आउटमस। अब यसको ठ्याक्कै तल भन्यो भने के हुन्छ भन्यो भने सेरस पेरिकार्डियम हुन्छ होइन। अब यसको ठ्याक्कै तल भन्नुभयो भने के हुन्छ भने मायोकार्डियम हुन्छ। अब यसको ठ्याक्कै मुनि जानुभयो भने के हुन्छ भने इन्डोकार्डियम हुन्छ। अब यसको एन्सर भन्नु त के होला? यहाँ के सोधेको छ भन्यो भने इनर सोधेको छैन हामीलाई होइन, भित्रको सोध्यो भने इन्डोकार्डियम भनिदिनु। तर हामीलाई यहाँ आउटमस कभरिङ भनेको छ भने हामी यसलाई फाइबरस पेरिकार्डियम भन्छौँ। अब यही क्वेसनमा थिकेस्ट भन्यो भने हेर्नु न के लेख्नु छ? थिकेस्ट भन्यो भने मायोकार्डियम लेखिदिनु। थिकेस्ट लेयर भन्यो भने मायोकार्डियम। सेरस पेरिकार्डियममा दुईवटा हुन्छ, एउटा हुन्छ पेरेन्टल भन्ने हुन्छ है, अर्को भन्ने हुन्छ भिसरल भन्ने हुन्छ। यहाँसम्म बुझ्नुभयो होइन? यहाँसम्म बुझ्नुभयो? अब अर्को, अब हामी हार्ट बनाऊँ है। मैले हार्ट बनाएँ। त्यो अलिक ड्रइङ चाहिँ अलिक यस्तै भयो है, बुझ्नु है, बुझिहालिन्छ।
यहाँ मैले हट बनाएँ। अब हटमा यो तलकोलाई म के भन्छु भने यो तलकोलाई म इन्फेरियर भन्छु, इन्फेरियर भेना काभा भन्छु। माथिकोलाई सुपेरियर भेना काभा भन्छु। यो तपाईँहरूलाई थाहा छ है, यसलाई म सुपेरियर भेना काभा भन्छु, भेना काभा भन्छु। अब हेर्नु ल, अब माथिको जुन यो माथिको यो छ यसलाई म लेख्छु पल्मोनरी भेन लेख्छु हैन। अब जुन यो माथिको लेभल अघि हामीले माथि के लेख्छ भने आउटरमोस्ट कभरिङ हर्ट भन्यो भने फाइबरस पेरिकार्डियम। अब यो के हो त, तल यो पहिलो सुरुको लेयर फाइबरस पेरिकार्डियम। सेकेन्डको भन्यो भने के छ, सेरस पेरिकार्डियम। थर्डमा के छ, मायोकार्डियम। सबैभन्दा भित्र इन्डोकार्डियम। अब हेर्नु ल, इन्डोकार्डियम। अब यहाँ यो सेरस पेरिकार्डियममा यहाँ अघि हामीले लेख्यौँ एउटा छ पेरेन्टल है, अर्को भनेको भिसिरल। यो दुईटा बिचमा स्पेस छ नि, यो दुईटाको बिचमा स्पेस हुन्छ, स्पेस बिट्विन इच कर्ड। त्यो स्पेस बिट्विनलाई त्यो जुन दुईटा बिचमा स्पेस हुन्छ त्यसलाई भन्छ पेरिकार्डियल स्पेस भन्छ है हैन। त्यहाँभित्र चाहिँ एउटा फ्युल हुन्छ, त्यो फ्युललाई पनि पेरिकार्डियल फ्युल हुन्छ। त्यो स्पेसमा है पक्नु है, त्यो स्पेस यतिकै त हुन्छ, त्यो स्पेस बिट्विन भन्यो भने यो पेरिकार्डियल हुन्छ। अब स्कुलमा पनि यत्तिकै ब्यालेन्स हुँदैन है, मतलब काम गर्दैन, अनि त्यहाँ एउटा फ्लुइड हुन्छ त्यसलाई भन्छ पेरिकार्डियल फ्लुइड। अब हेर्नु यहाँसम्म बुझ्नु भयो नि है, एकचोटि माथिदेखि म भनिदिन्छु। आउटरमोस्ट कभरिङ हर्ट भन्यो भने फाइबरस पेरिकार्डियम भन्नु, अनि थिकेस्ट भन्यो भने मायोकार्डियम भन्नु, अनि हर्ट भन्यो भने माथिको लेयरलाई सुपेरियर भेना काभा, तलकोलाई इन्फेरियर भेना काभा, माथिकोलाई पल्मोनरी भेन, फाइबरस, सेरस, मायो, इन्डो, पेरेन्टल र भिसिरल। स्पेस भन्यो भने पेरिकार्डियल स्पेस, फ्लुइड भन्यो भने पेरिकार्डियल। अब एउटा यहाँ नोट भनेर लेख्नु है, नोट के लेख्नु भन्दाखेरि कार्डियक मसल। कार्डियक मसल कार्डियक मसलको हेर्नु यो सोध्छ है, कहिलेकाहीँ के सोध्छ भन्दाखेरि स्ट्रेट मसल, सिलिन्ड्रिकल ब्रान्च भन्यो भन्छ, इन्टरक्यालेटेड डिस्क भन्छ, नेभर गेट फेटिभ भन्यो भने भन्छ, अनि युनिन्युक्लिएटेड भन्यो भने सबै पेरिकार्डियम मसल हो। हेर्नु है, सोध्छ यो क्वेसन। स्ट्रेट मसल भन्यो भने पनि कार्डियक मसल, सिलिन्ड्रिकल हुन्छ अनि ब्रान्च हुन्छ, अनि इन्टरक्यालेटेड डिस्क। अनि यो चाहिँ कहिले पनि गल्दैन है। अब तपाईँहरूको हार्टबिट होइन, म गल्यो भनेर बस्यो भने तपाईँहरू बाँच्नुहुन्न नि, त्यहाँ कहिले गल्दैन। मल्टी होइन, युनि हुन्छ, युनिन्युक्लिएटेड हुन्छ। ल बुझ्नुभयो सबैले यहाँसम्म? अब हेर्नु ओपनिङ अफ हर्ट कसरी खुल्छ। ओपनिङ अफ हर्ट भन्यो भने हेर्नु है, हर्टको ओपनिङ अफ हर्ट माथिको सुपेरियर भेना काभा,
यहाँ हेर्नु है, यो भनेको सुपेरियर, यो डायफ्राम होइन। कहिलेकाहीँ फिचर अफ होइन मामस भन्यो भने, हर्ट भन्यो भने होइन, डायफ्राम दिएको हुन्छ होइन। यो तपाईँहरू यो लाउनुपर्छ टिक। अर्को भन्यो भने इन्फेरियर, तलको हो इन्फेरियर होइन। अब हेर्नु यहाँ हुन्छ, यहाँ यस्तो हर्टलाई यस्तो यहाँ छुट्याइदिएको हुन्छ है दुईवटा भागमा। अब यस्तो मैले यहाँ छुट्याइदिएँ भने होइन, छुट्याइदियो भने यहाँ कोर्नरी साइनस भन्ने हुन्छ होइन। अब यता हेर्नु, यो भनेको लेफ्ट आर्टरी, राइट आर्टरी है। यो भन्यो भने पल्मोनरी भेन। अब यहाँ चाहिँ यस्तो हुन्छ क्या, अब यहाँ एउटा यस्तो केस हुन्छ होइन, यहाँ चाहिँ जुन भेन हो, भेन भएर पनि प्युर ब्लड बोक्ने भन्यो भने पल्मोनरी भेन हो हेर्नु है। अब आर्टरी भएर पनि इम्प्युर ब्लड बोक्ने भन्यो भने पल्मोनरी आर्टरी। यो भनेको इम्पोर्टेन्ट क्वेसन हो। अब हेर्नु, पल्मोनरी भेन क्यारी प्युर ब्लड एन्ड उम्बिलिकल क्यारी प्युर ब्लड होइन। अब हेर्नु, भल्भ लेफ्ट आर्टरीमा भल्भ कुन हुन्छ भन्यो भने, लेफ्ट आर्टरीमा भल्भ कुन हुन्छ भन्यो भने हामीले बाइकस्पिक भन्ने भल्भ, द्याट इज बाइकस्पिक। अब राइट आर्टरीमा भल्भ भयो भने त्यो हो ट्राइकस्पिक। अब हेर्नु, यहाँबाट है, यहाँबाट पल्मोनरी आर्टरी होइन, पल्मोनरी आर्टरी हुन्छ। सक्नु है, यहाँ पल्मोनरी आर्टरी है। यो पल्मोनरी आर्टरीले यहाँबाट इम्प्युर ब्लड लिएर आउँछ, ल लङ्सलाई दिन्छ। यहाँ आएर केलाई दिन्छ, लङ्सलाई दिन्छ। यहाँ त लङ्सलाई दिन्छ। अब यो लङ्सले लिएर जान्छ, लङ्समा फिल्टर भएर प्युर ब्लड आउँछ र केमा दिन्छ, पल्मोनरी भेनमा आएर दिन्छ। प्युर ब्लड हो, यहाँबाट छानिन्छ, फिल्टरेट हुन्छ, अनि कहाँ जान्छ, भेनमा जान्छ। कुन भेनमा जान्छ, पल्मोनरी भेनमा जान्छ। यो क्वेसन सोध्छ। प्युर ब्लड यो बुझ्नुभयो, यो मेकानिजम बुझ्नु है। पल्मोनरी आर्टरी भएर पनि इम्प्युर ब्लड बोक्ने भन्यो भने पल्मोनरी आर्टरी हुन्छ, लङ्समा दिन्छ, लङ्समा फिल्टर हुन्छ, त्यहाँबाट प्युर ब्लड जान्छ र माथि पल्मोनरी भेनलाई दिन्छ है। अब यहाँ यो बुझ्नुभयो होला, यहाँ भेन ओपन इन्टु आर्ट्रियम एउरिकल, यहाँ @ भनेर सम्झिने, अनि आर्टरी अलवेज ओपन इन भेन्ट्रिकल, यहाँ एभी भनेर सम्झिने। बुझ्नुभयो यहाँसम्म बुझ्नुभयो। अब हेर्नु, यहाँसम्म बुझ्नुभयो भने अब हामी यो साउन्डको, हर्टको साउन्ड कस्तो हुन्छ होइन, हर्टमा साउन्ड कस्तो हुन्छ, कस्तो सुनिन्छ, डुकडुक डुकडुक सुनिने हो त होइन। त कतिले के भन्नुहुन्छ है, डुकडुक डुकडुक सुनिन्छ भन्नुहुन्छ, तर होइन, हर्टमा जहिले पनि लभ डब सुनिन्छ होइन। लभ भनेको सुरुको होइन लाउड हुन्छ, अनि त्यसको पिच लो हुन्छ, तर ड्युरेसन भन्यो भने लङ्गर हुन्छ। डबको लभ डबमा सफ्ट हुन्छ, सानो समयको लागि हुन्छ, सर्टर ड्युरेसन,
त्यसको पिच चाहिँ हाई हुन्छ होइन, त्यसको पिच हाई हुन्छ। यो भनेको हामी अर्को क्लासमा पढ्छौँ ल। यहाँसम्म भयो। अब हामी अर्को क्लासमा हामी यो हट सकाउँछौँ र हामी यसको भनेको 5 या क्वेसन गर्छौँ र यसमा हामी जस्तै क्वेसन आए पनि नछुट्ने गरी हामी यो पढ्छौँ।